हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियोमा चाहिँ म हाम्रो स्टुडेन्टहरूलाई चाहिँ अलमोस्ट उहाँहरूले बनाइसक्नु भएको छ ड्रिङ्क्सहरू धेरै नै। सो उहाँहरूलाई चाहिँ म सोध्छु कुन ड्रिङ्क चाहिँ एकदमै मिठो लाग्यो उहाँहरूलाई, है त। लेट्स गो। ड्रिङ्क्सहरू सोध्छु बरु, है ल ल ओके। सो फर्स्टमा स्टार्ट गर्दैछु म योगेशबाट। सो ओके, लेट्स गेट स्टार्टेड। योगेश, एस्प्रेसो कि अमेरिकानो? अमेरिकानो। अमेरिकानो कि क्यापुचिनो? क्यापुचिनो। क्यापुचिनो कि म्यानुअल ब्रू? म्यानुअल ब्रू। ओके, सो नेक्स्टतिर जाम। ओके एलिस, हजुर, एस्प्रेसो कि अमेरिकानो? अमेरिकानो। अमेरिकानो या रिस्तातो? अमेरिकानो। ओके, अमेरिकानो जितिसकेछ। सो ओके, तपाईँलाई चाहिँ स्पेनिस कि उहाँको क्लास पुग्यो स्पेनिसमा? पुगेको छैन? पुगिसकेको र छैन? छैन। उहाँलाई चाहिँ दुईटामा ब्ल्याक कफी भयो होइन। लङ्गो कि एस्प्रेसो? लङ्गो। लङ्गो। एस्प्रेसो कि रिस्तातो? एक्सप्रेसो। एस्प्रेसो। ओके, नेक्स्ट वान एन्ड ओन्ली हाम्रो सुनिल होइन, मामा। सो मामालाई चाहिँ अहिले उहाँको त सफ्ट ड्रिङ्क्स नि भइसक्यो, म्यानुअल ब्रूमा नि पुगिसक्यो उहाँहरू। सो ओके, तपाईँलाई चाहिँ अहिलेसम्म सबभन्दा धेरै मन पऱ्यो कुन कफी हो? मलाई ब्ल्याक कफी। ब्ल्याक कफीमा कुन? अमेरिकानो। अमेरिकानो मन पर्नुको रिजन? यो चाहिँ किनकि भने चाहिँ अलिकति स्ट्रङ हुन्छ, त्यसैले। एस्प्रेसो भन्दा नि स्ट्रङ हुन्छ र अमेरिकानो? नै, थोडा लाइट हुन्छ। ल गुड। नेक्स्ट वान एन्ड ओन्ली हाम्रो इन्स्ट्रक्टर मिस्टर दिपेश सरलाई सोधौँ। दिपेश सर, एस्प्रेसो म्यानुअल ब्रू? मलाई चाहिँ म्यानुअल ब्रू नै मन। म्यानुअल ब्रूमा V60 कि चामेक्स ओरिगामी? मलाई V60 मन पर्छ। V60 और एरोप्रेस? एरोप्रेस। ओके, नेक्स्ट हाम्रो अनुराज, वान एन्ड ओन्ली। अनुराजलाई चाहिँ कुन कफी एकदमै मन पर्यो? मिल्क। मिल्कमा कुन? मिल्कमा क्यापुचिनो। क्यापुचिनो मन पर्नुको रिजन? त्यस्तै। ए मजा आएन। ल क्यापुचिनो कि लाटे? लाटे। अहिले भर्खर क्यापुचिनो भने होइन? लाटे अब क्यापुचिनो भन्दा चाहिँ लाटे मन पर्छ। ओके, लाटे कि अमेरिकानो? लाटे। लाटे नै रहेछ यार उहाँ त। ठिक। ल नेक्स्ट वान एन्ड ओन्ली हाम्रो सुदीपलाई चाहिँ अहिलेसम्म सबभन्दा राम्रो कफी चाहिँ कुन लाग्यो? मलाई मिल्क कफी। मिल्क कफीमा कुन कफी मन पर्यो? क्यापुचिनो। क्यापुचिनो नै मन पर्यो तपाईँलाई पनि? क्यापुचिनो कि लाटे? क्यापुचिनो। अमेरिकानो कि एस्प्रेसो? एक्सप्रेसो। ओके, अब नेक्स्टमा हाम्रो क्यामेराम्यानले हल्का घुमाउँ न है, हल्का यता आउनु न तपाईँहरू, यता आउनु। ओके, अब म सोध्न जाँदैछु उहाँलाई नले हाम्रो रेखालाई। रेखा यता आउनु। ल, रेखालाई चाहिँ अहिलेसम्म कुन कफी एकदमै मन पर्यो? मलाई मिल्क कफी नै। मिल्क कफीमा कुन? क्यापुचिनो बाहेक तपाईँहरूलाई अरू नामै थाहा छैन कि क्यापुचिनो नै मन पर्यो? ओके, कोर्तातो कि फ्ल्याट वाइट? त्यसो भए अर्को के सोधौँ त तपाईँलाई? म्यानुअल ब्रूमा चाहिँ कुन कफी मन पर्यो तपाईँलाई? V60 कि ओरिगामी? V60 नै। ल गुड। नेक्स्ट पुनम। ल, अब पुनमलाई चाहिँ म के सोध्छु भन्दाखेरि, पुनम के छ तपाईँको हल्ली चल्ली? ठिक छ। ओके, तपाईँलाई चाहिँ अहिलेसम्म सबभन्दा बेस्ट कफी चाहिँ कुन लाग्यो फ्लेभर कफीमा? आइस मोका कि आइस लाटे? आइस मोका कि क्यारामल लाटे? आइस मोका नै। वाह। ल नेक्स्ट हाम्रो तीनजना अझै बाँकी हुनुहुन्छ गाइजहरू। फलो मी क्यामेराम्यान। ल नेक्स्टमा हुनुहुन्छ हाम्रो वान एन्ड ओन्ली मिस्टर, तपाईँको नाम के भयो? निकेश। सो निकेशलाई चाहिँ म उहाँको चाहिँ फ्लेभर कफी मिल्क कफीहरूमा पुगेको छैन। सो उहाँलाई चाहिँ ब्ल्याक कफीमा म चोइस दिन्छु है त। एस्प्रेसो कि लङ्गो कि अमेरिकानो? लङ्गोले जित्यो है यहाँ भनेर। नेक्स्ट वान एन्ड ओन्ली हाम्रो, तपाईँको नाम? अनमोललाई सोध्छु म। उहाँको पनि सेम हो। रिस्रातो कि लङ्गो कि लङ्गो ब्ल्याक? लङ्गो ब्ल्याक कि अमेरिकानो? लङ्गो ब्ल्याक। बाफ्रे। लास्टमा हुनुहुन्छ वान एन्ड ओन्ली क्रिसल हुनुहुन्छ। केटाहरूको नाम पनि यार कति गाह्रो हो यार। तपाईँलाई चाहिँ के सोधौँ भने, एस्प्रेसो कि अमेरिकानो? एस्प्रेसो। सिङ्गल कि डबल? सिङ्गल। त्यस पछाडि मिल्क कफी कि ब्ल्याक कफी? मिल्क कफी। ओके गाइस,
आजको हाम्रो सबभन्दा धेरैले भन्नुभएको चाहिँ के छ मिल्क कफी क्यापुचिनो अनि लास्टमा के थियो अरू अमेरिकानो सो तीनटा ड्रिङ्क्सले चाहिँ एकदमै धेरै जितेछ है अनि म्यानर ब्रुले चाहिँ लगभग 0 नै भनौँ न है ओके गाइज आई होप यु इन्जोय दिस भिडियो बाई बाई